हेलो एभ्रिवान, ह्याप्पी सन्डे। र अहिले चाहिँ कति बजेछ? 9:40 भएछ। म चाहिँ उठेर सावर गरेर अब चाहिँ रेडी हुन आँटेको। अब चाहिँ मलाई जानु छ चर्च। अब चाहिँ म रेडी भइसकेँ। अब चाहिँ निस्किन पर्छ। आज चाहिँ एकदमै ढिलो भएको म है। 10:40 भएछ। रेडी भएँ अनि आज चाहिँ यो लगाएँ एभ्रिन्स चाहिँ हो। अब गएर लिटल इन्डियामा एकछिन बसेर चाहिँ चर्च जान्छु। बाई बाई गाइस। म चाहिँ अब चाहिँ फाइनली घरबाट निस्केँ। ला म त यो लाउनु बिर्सेछु। मलाई मनमा चाहिँ हुँदै थियो मैले के बिर्सेँ भनेर, किनभने मैले यहाँ चाहिँ ब्ल्याक लगाएको थिएँ नि त। पिङ्कै लाउनु पऱ्यो भने चाहिँ बिर्सेछु। अब त्यो जाँदिनँ घर चाहिँ बस यत्तिकै, अब केही छैन। आज भने चाहिँ अलमोस्ट 11 बज्न आँटेछ है। म चाहिँ आज 11 बजी जाँदैछु। चर्च त 1 बजीदेखि हो। कोही कोही बेला ढिलो पनि जानुपर्छ। यस्तो छ आजको वेदर। एकदम राम्रो छ, गरम पनि छैन, एकदम ठिकैको छ। अब गएर चाहिँ साथीलाई भेट्छु अनि चाहिँ चर्च जाने। आज हाम्रो साथी सङ्गीता चाहिँ एकैछिन चर्चमा आउँछ अरे, त्यही भनेर म ढिलो गएको आज। छिटो गएर पनि के गर्नु, एक्लै हुन्छ, सबैजना ढिलै आउँछ, त्यही भनेर जाँदैछु। हुन्छ, बाई बाई तपाईँहरू सबैजनालाई। पुगेर म देखाउँछु। यो हावा आउँदैछ पुरा, पानी पर्छ होला आज पनि, त्यस्तो चाहिँ मलाई लाग्दैछ। म भने चाहिँ अहिले एमआरटीमा बसिसकेँ अनि एमआरटीमा त्यस्तो भिड हुन्छ है यहाँ चाहिँ। म चाहिँ लिटल इन्डिया आइपुगेँ। लिटल इन्डिया। यही हो लिटल इन्डिया चाहिँ। अब यहाँबाट त मलाई यहाँ सामान लिनु जानु छ। घाम त यस्तो डलाउँदो लागेको छ है। लिटल इन्डियामा चाहिँ गरमै रहेछ। अघि त पानी पर्ला जस्तो हुँदै थियो। अब चाहिँ माथिबाट सामान लिएर आउँछु साथीको, अनि त्यही चर्च जान्छु। लिटल इन्डिया हो, यहाँ त्यही सबै पाउँछ। कस्तो छ लिटल इन्डिया, भर्खर खोलिँदो रहेछ यहाँ चाहिँ। मलाई चाहिँ यहाँनिर जानु छ। सङ्गीताको ब्याग चाहिँ यस्तो रहेछ। सामान बोकेर चाहिँ म चाहिँ जाँदैछु हो। यस्तो हुन्छ है सन्डे चाहिँ। अब माया बहिनीलाई पर्खिन्छु अनि सुमित्रा दिदी आउनुहुँदैछ हो। म एक्लै त कहाँ बोक्छु र, यो सबैलाई बोकाएर लाने हो। अब चाहिँ एकछिन साथीहरूलाई पर्खिन्छु, बहिनीहरूलाई, अनि चाहिँ जान्छु चर्च। लिटल इन्डियामा चाहिँ यहाँ वेटिङ हुँदैछ हाम्रो चाहिँ। यता हाम्रो दिपा दिदी हुनुहुन्छ, अनि यहाँनिर सुमित्रा दिदी, साथीहरू पर्खेर। अब एकजना बहिनीलाई पर्खेको, त्यहाँदेखि चाहिँ हामी जाने। अनि यहाँनिर चाहिँ हाम्रो कहाँ छ सामान चाहिँ, यहाँ छ हो, त्यो बोकेर चाहिँ जाने, लगेर चर्चमा चाहिँ पार्नु पर्ने। यस्तो छ है। अस्ति तिमी यस्तै आइपुग्नु भयो यहाँ भर्खरै। अब चाहिँ हामी गएको, अब चाहिँ हामी चर्च गएको सामान बोकेर। देखाएँ नि हौ सङ्गीताको सामान। मैले घरबाटै फोन गरेर अब यहाँनिर बोलाएको नि त। यसरी बोक्दैछ मेरो बहिनीले, दिदीले हो। यता त साह्रो हल्ला गर्छ। के भने रे मैले एमआरटीमा हुँदा यहाँ सङ्गीताको यत्रो सामान निकालेर बसिरहेको छु, लानुपर्ने छ भन्छ हो। मायालाई पनि बोलाएको छ अरे हो, भारी बोक्नुको लागि। हामीलाई त भारी आएको मायाले पो बोलाएको त मलाई यहाँनिर अलिकति भए पनि। अन्त बोलाएको माया गरेर मायाले माया गरेर बोलाएको अरे। औ माया हेर त यहाँनिर माया यहाँ छ हो। आज मायाले मलाई के ल्याइदिएको नि, न्यु इयरको गिफ्ट। ब्याग त निकै ठुलो लिएर आएको छ। ब्याग त निकै ठुलो ल्याएको रहेछ। यता फर्क न, यस्तो छ अन्त हो। हाम्रो दिपा दी झन् मलेसिया थाइल्यान्ड पुगेर आउनुभयो। एउटा मिठाई पनि ल्याइदिनु रहेछ, हेर्नु न। त्यस्तो छ है। थाइल्यान्ड गएको थिएन अन्त अस्ति,
हिजो त आएको है दि ब्याक टु सिङ्गापुर भनेर हाल्दै थियो हिजो त आएको हाम्रो माया बहिनी त आज साह्रै क्युट भएर आएछ हो राम्री भएर आज पहिलो सन्डे है प्रभुले हामी सबैलाई आशिष दिनुभएको त्यो साह्रो गन्कने दिदी छ हौ कहाँ मैले घरदेखि हुनु पनि घरदेखि नै फोन गरेको मैले अरू बेला गर्दिनँ नि त हो त भारी रहेछ कि घरबाट छिटो काट्छ भन्छ मलाई त हो भरे युट्युबमा हेर्नु है आजदेखि त मैले भ्लग बनाउने स्टार्ट गरेको है गाइजहरू दिदीहरू हुनुहुँदो रहेछ जय मसी बिसाको नि त टाइम छ नि त है त्यो सधैँ हिँडेरै जान्छौँ चर्च है बसमा जाँदा पनि हुन्छ तर हामी त हिँडेर जान्छ लु थाक्यो भने मलाई देऊ म बोक्छु हामी चाहिँ चर्च आइपुग्यो अनि यहाँ चाहिँ हामी दुईजनाले सामान बोकिरहेछ अहिले त्यही थाक्यो दि हाम्रो दुईजनाको टर्न पर्यो आज मेरो गाडी कहाँ रहेछ हौ देख्दिनँ त आइपुगेको छैन मेरो गाडी आएकै छैन रहेछ आज आज तिम्रो गाडी आइपुग्यो रहेछ जय मसी हामी चाहिँ चर्च आइपुग्यो ह्याप्पी न्यु इयर जय मसी हामी चाहिँ चर्च आइपुग्यो अनि यहाँ मेरो प्यारो दिदीहरू हुनुहुन्छ यता त इन्डियाबाट के ल्याइदिएको नि मलाई इन्डियाबाट इन्डिया ल्यायो अरे वासरुम गएर आएको अनि यहाँनिर फोटोसुट हुँदै थियो कि उयो गमलामा फोटो खिचेको कस्तो गरेँ अरे मैले तुलसी पूजा गरे जस्तो गमला पनि घुमेर अब त हामी गएको भित्र अनि यहाँ पनि छ दुईजना मेरो साथीहरू नाम चाहिँ थाहा छैन र त मेरो गाउँलेहरू त अमृता गाउँले हो जेल खोलाको नि त उनीहरू ए हो गाउँले वेलकम छ तपाईँहरूलाई मेरो गाउँलेहरूलाई पनि युट्युब च्यानलमा हामी आफ्टर चर्च चिया खाजा खान्छौँ है यस्तो छ अनि पानी पिउनु जाँदैछ यो खाना चाहिँ हाम्रो लागि चाहिँ होइन देखाइ मात्रै देख्नु ऊ यहाँ चाहिँ कोही तकदाको अरे कोही कहाँको अरे म चाहिँ तक्लिङको है फेरि पनि जय मसी तपाईँहरू सबैजनालाई हामी चाहिँ अब आफ्टर चर्च हिँडेको अघि हामीले झोला बोक्ने त उसकै झोला हो उसले अब हामीलाई झोला बोक्नु मेरो मेरो चर्चमा खोइ मैले ल्याएको थियो त्यहाँ ब्यागमा होला ऊ फेरि मिठाई खानेको चोरमा छ फेरि कुनै मिठाई दियो खै ए मिठाई मलाई खाने यस्तो छ ऊ फेरि हो अब त हामी खाना खान्छ हुँदै भित्र छ कहाँ छ चर्चमा हरायो कसैको चाहिँ ए भनेपछि भित्रै छोडेछ त्यो उइसमै केमा चर्चभित्रै राखेको थियो उसले हामी त्यही चर्च सकेर आएर अब त्यही लन्च गर्नु आँटेको अनि हाम्रो लन्चमा चाहिँ छ माला हटपोट अनि यहाँनिर दिदीले चाहिँ पिरो खानु हुँदैन अरे उहाँले चाहिँ आज त हामीलाई उहाँले किनिदिनु भएको माला थ्याङ्क यू उसको बर्थडे आउँदैछ नि त बर्थडे छ हामी चाहिँ खान आँटेको छौँ माला माला सँगसँगै म त यो पनि खान्छु अब चाहिँ हामी खान्छौँ बाई बाई खाऊ कस्तो रहेछ खाऊ त मिठो मिठो दिदी कस्तो रहेछ खाना मिठो खै खुवाउँ कस्तो चाहिँ भएछ ग्यासहरू भएको मिठो दामी हामी चाहिँ लन्च सकेर चाहिँ अब यहाँ हामी चाहिँ ओजीमा आएको छौँ अनि मलाई चाहिँ यो क्या मन पर्यो हो तर के गर्नु मेरो बजेट से बाहर है सो म किन्दिनँ यहाँ साथीहरूले त हेर्दैछ हो उसको बर्थडे आउँदैछ अरे अन्त उसको बर्थडेमा चाहिँ हामीलाई ब्याग किनिदिन्छ अरे उसले चाहिँ उसको बर्थडे हो 16 तारिक फेब्रुअरी गुच्चीको चस्मा लगाई भन्ने एउटा छ नि हौ के हो हाम्रो दिन चाहिँ आज यसरी सक्यो एकदमै राम्रो भयो गुच्चीको ब्याग हेरेर है हेरेर म चाहिँ हुन्छ बाई बाई तपाईँहरू सबैजनालाई ह्याप्पी सन्डे वान्स अगेन